हेलो गाइज, गुड मर्निङ एन्ड नमस्ते। वेलकम टु माई युट्युब च्यानल। धेरै दिनपछि म चाहिँ भिडियो बनाउन लागिरहेको छु। आज चाहिँ हामी अकल्यान्ड जान लागेको। हामी दुईजना, हाम्रो गाडी पनि रेडी भइसक्यो। हेर्दै जानु होला है त हामी कहाँसम्म जान्छौँ आज। ऊ चाहिँ ड्राइभिङ गर्छ, म चाहिँ छेउमा बसेर भिडियो बनाउँदै जान्छु। कस्तो हुन्छ, कहाँ लानुहुन्छ आज उहाँले मलाई थाहा छैन है। मलाई चाहिँ तर हेर्दै जानु होला, हेरेर साथ दिनु है साथीहरू। गाइज यो चाहिँ हेर्नु, नेपालको भुजुङ गाउँ जस्तै छ हो। यहाँ चाहिँ कति धेरै सेम घरहरू छ कि, तर राम्रोसँग भिडियोमा आएन। अझै आउँदैछ, अर्को पनि छ। म देखाउँदै जान्छु है, हेर्नु होला। अलि अगाडि पनि छ। साथीहरू बस्ती चाहिँ अकल्यान्ड आइपुग्न लाग्यो साथीहरू। हेर्नु न, जाम परिरहेछ, ट्राफिक जाम परिरहेछ। हामी चाहिँ जाममा छु। यस्तो जाम देखाइरहेछ, बिजी रोड, बिजी भइरह। Continue straight on, then turn right onto Wellesley Street West. Sky Tower आइपुग्यो है गाइज। अकल्यान्ड स्काई टावर है गाइज। यो चाहिँ हामी चाहिँ आइपुग्यो। Speed limit camera ahead. In 400 meters, turn right onto Wellesley Street. जा यार। पब्लिक पार्किङ छ नि त यहाँ। ल हामी चाहिँ ठ्याक्कै सिटी आइपुग्यो है साथीहरू। ठ्याक्कै हाम्रो डेस्टिनेसन चाहिँ आइपुग्यो होइन। अब हिँड्दै जान्छ, 5-10 मिनट लाग्छ हिँडेर। त्यहाँ पुगेपछि फेरि देखाउँछ है हामी। चाहिँ बोट चढेको है गाई। त्यस्तो घाममा कति धेरै मान्छे छ। अब अरूको भिडियो बनाउने कुरा भएन। यस्तो घाम लागिरहेछ, चर्को हामी यहाँ बसिरहेछ घाममा। अब भिडियो है गाइज। hai mare ai kwe tena e nuhu tonu ki toturu mehenia e tūrana koe me mau porenga ki te pūringa kia tātura ano te waka ki te pare tahataha me paku tiro mena kai a koe au tapu ka atua a
Me tupato ito puringa ingaringa mal. Kaneke ore haire no. बोटबाट झरेर निस्केको हामी चाहिँ हिँडे डाँडा चढ्नको लागि यस्तो घाम लागिरहेछ गाइज क्याप ल्याउन नि बिर्सेछ म चाहिँ यो यहाँ ओढ्दै हिँडिरहेको छु के ओढे हो स्वेटर ओढ्दै हिँडिरहेको छु घाम लागेर घाम लास्टै लागिरहेछ यहाँ चाहिँ जेब्रा क्रसिङको बाटो आफ्नै हो ढुक्काले हिँड्ने हुन्छ गाडी आफै रोक्छ हामी हाम्रो तालमा हिँड्ने हो हामी रोक्नु पर्दैन गाडी आफै रोक्छ है गाडी आफै रोक्छ हाय हाय यस्तो राम्रो देखिरहेछ तर म चाहिँ हिँड्नै सकिरहेको छैन गाइस कल हिँड्नु परिरहेको मान्छेले मलाई कहाँ ल्यायो हिँड्न सकिरहेको छैन गाइज मेरो हालत खराब भइरहेको खान्न तर कस्तो राम्रो देखिरहेछ कि गाइज हेर्नु न हिँड्न सकिरहेको छैन गाह्रो भइरह त्यो सिडी चढ्नुपर्छ अब चाहिँ गाइस मलाई चाहिँ गाह्रो भइरहेछ हिँड्नलाई तै पनि हिँडिरहेको छु उसको पछि पछि ऊ अगाडि अगाडि हिँडिरहेछ म चाहिँ पछि पछि हिँडिरहेको छु या मम्मी गाह्रो भइरह हिँड्नलाई गाह्रो भइरह डाँडा आइपुग्न लाग्यो डाँडा आइपुग्न लाग्यो चाहिँ कस्तो गाह्रो यस्तो घाम छ हेर्नु न अहिले कति बजी ठ्याक्कै भन्दाखेरि 1:30 भइरह 1:30 को घाममा हिँडिरहेको छ तर माथि गएर कस्तो देखिन्छ हेरौँ वाउ कस्तो राम्रो देखिरहेको हेर्नु न गाइज ए भ्यू हेर्नको लागि आएको क्या हामी चाहिँ खासमा डाँडामा भ्यू राम्रो देखिरहेछ देख्न सक्नुहुन्छ बल्ल अहिले चाहिँ कस्तो शीतल भयो यार वाउ यस्तो हो नि त गाइज अनि पो हिँड्न सक्छ त म टुपी नभए त हिँड्नै गाह्रो भइरहेको थियो घाम लागेर राम्रो देख्दो रहेछ अब चाहिँ हिँड्छु म घाम छैन फेरि घाम आइहाल्छ एकछिनमा हेर्दै जानु होला भिडियो बनाउन जान्छु तर त्यस्तो खासै राम्रो भिडियो बनाउन त आउँदैन मलाई यसो ट्राई गरेको मात्रै है त हेरेर साथ दिनु होला कस्तो लागिरहेछ उकालो हिँड्दाखेरि मलाई त ठिक छ तिमीलाई कस्तो छ मलाई चाहिँ गाह्रो भयो आइया तर यस्तो यस्तो भिडियोमा उहाँहरू हिँड्दैछ मलाई लाजै मान्दै गाइज हिँड्नलाई गाह्रो भएर उनीहरू चाहिँ टुइ टुइ हिँडेर फाइनली आयो गाइज डाँडामा ए केही छैन रहेछ डाँडा चढ्नको के छ डाँडाबाट हो मलाई गाइड गर्ने मान्छेको चाहिँ ऊ चाहिँ पहिल्यै आइसकेको होइन मलाई गाइड गरेको अरे हेर्न यस्तो छ हेर्न सक्नुहुन्छ यस्तो देखिरहेछ डाँडाबाट कताबाट जाने
कस्तो राम्रो देखिरहेको छ बल्ल शीतल भयो के फर्स्टै घामले पोलिरहेको थियो अहिले चाहिँ राम्रो कस्तो राम्रो देखिरहेको छ वाउ यो हो नि त सहर तलदेखि आएको तलदेखि उता 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 हिँड्दै हिँड्दै ठ्याक्कै डाँडामा आइपुग्यो फेरि घाम चल्क्यो गाइस राम्रो देखिरहेको छ नाइस त्यहीँदेखि हामी आएको चाहिँ ल गाइस हामी चाहिँ फर्केको अब बिस्तारै फर्किन्छ बोट पनि ठ्याक्क 3 बजेको होला सायद फर्किने त्यही भएर जानु नि पर्यो भोक भोक पनि लाग्यो अघि खानु त खाजा खाइयो फेरि पनि भोक लाग्यो उकालो चढेर अब तलतिर गएर केही खानेकुरा खानुपर्छ अनि त्यसपछि जानुपर्छ कता हुन्छ यो मान्छेले कहाँ लग्छ म त्यहीँ जान्छु अब चाहिँ झरम ओह्रालो अघि उकालो अब ओह्रालो झर्दै जाउँ ओह्रालो बिस्तारै तलतिर जाँदै गर्नु पर्यो चाहिँ हिँड्दैछौँ ओह्रालो ओह्रालो हिँड्दैछौँ अघि उकालो छडेर गयो अब ओह्रालो बिस्तारै हिँडिरहेछ उकालो हिँड्दा नि पछाडि नै ओह्रालो झर्दा नि पछाडि नै के हो यस्तोमा चाहिँ अल्छी हिँड्नलाई वा कस्तो राम्रो देखेको भए म चाहिँ अगाडि गएर छिटो आइज भन्दै कराइरहेछ ओके है गाइस हामी चाहिँ यो चाहिँ घुम्छ यसरी सनक्क पारेर अनि हामी उता जाने हो घुमिरहेछ हिँड्यो सरर लाएर चाहिँ रामेन खाना जाँदैछु भोक पनि लाग्यो त्यही भएर अब जापानिज रेस्टुरेन्ट जाँदैछु फाइनल्ली मैले चाहिँ रामेन ठ्याक्कै 1 वर्षपछि खाना लागिरहेको छु अब कस्तो हुन्छ यहाँको जापानिज रामेन टेस्ट हेरौँ वर्षपछि खाना मन लागिरहेको थियो धेरै मिस भइरहेको थियो जापानको रामेन आज बल्ल खान पाएँ कस्तो मिठो लाग्यो कस्तो मनै खुसी भयो अरू ठिक छ